केटा हो अब बुवालाई खुसी राख्नु छ भने चोर्नपट्टि लाग्नुपर्छ बुझ्यौ चोर्ने त कहाँ चोर्ने त्यहाँ पसल छ होइन एउटा त्यहाँ गएर त्यहाँ सबै सामान जति सब उठाइदिनुपर्छ पैसाहरू कति छन् सब सामानहरू के छन् सब उठाइदिनुपर्छ त्यसो भए लागिहालौँ न त अहिले नै लागिहालौँ त हिँड जाउँ सरी हजुर मैले देखेन म दौडिरहेको थिएँ ठोकिन पुगेँ तपाईँलाई केही त भएन आँखा नदेखे पनि कानले सुनेर हान्न बल बल थाक्यो यार मारे थियो केटाहरूले यार के छ यहाँ त्यति खत्रै सामान छ क्या हो म खतरा छ क्या हुन्छ पैसाको यहाँ त यहाँ कपडा यस्तो गरेर यहाँ पैसा होला छैन नि यस्तो दुःख गरेर कपडा A few moments later. छोरा हो आज बिदाको दिन रमाइलो गर्नुपर्छ यो 3टा छ नि 3टा क्लास गराउनुपर्छ आजलाई 3टा क्लास लो केटा छोरो कान्छु खाइदे त फेरि के हो खान्छु ल ल 2 वर्ष अगाडि तेरो 2 जनाको मम्मीले मलाई छोडेर गई हैन बाबु आज रमाइलोको दिन एउटा कुरा भन्नु थियो बाबु तिमीलाई भन्न किन लुकाउँदो बेली यही कानेर मैले चोरीकन लगाएको थियो पैसा एउटा घरबाट लगिकन गयो न बाउलाई नयाँ नयाँ लुगा ल्याइकन दिउँला भनेर सोचेको थिएँ मैले के भयो त्यो फोटी भन्छ आँखा नभयो नि बाउ मलाई त थाहा नि त हामीलाई कस्तो हुन्छ भनेर थाहा यसले न मैले पैसा चोर्यो गाउँलेको नगडै खायो योले त देख्दैनस् तपाईँकन नयाँ नयाँ लुगा ल्याइकन हाल्नुला भनेर बाउ आऊ त्यो ब्याग खोल्दा चाहिँ भित्र काँचका ढल्ला मात्रै गर्नु बाउ पैसै छैन के हाल्ने त के नलाग्यो क्या त्यो बेला अलि पैसा धरेर ल्याउने हो त बुझा त यो कहानी हो के बुझ्दैन के तँलाई कसरी बुझाउने हुन्छ यसलाई कसरी बुझाउने हुन्छ बाउ होला यहीकन बिहा दिउँ अब बिहा दिउँ छोराछोरी जन्माउला आफ्नो घर बसाउला काने त काने हो बाउ के भन्छन् भन्दैन त खोजिदिन्छ चाहिँ हेर्न को हेर्दो छ हेर्न हुन्छ को बाउ तपाईँ कस्ता कुरा दाछौ यार बाउ ल हुन्छ बाउ आँखा देख्दैन म कसै गइकन खोज्छु यार बाउ कता कुराको दाजु जति अगाडि गरी हानी यार यही खाना कसरी खोजिदिने भन्ने कुरो हो पहिला बाउ यहाँ दिनु कानै सुन्दैन कोही केटी पनि त्यो भन्ने कुरा हो तपाईँले यार गइकन खोज्दै त खोजिदिने भन्नु गइकन खोज्दै भन्दा म आँखा देख्दछु म आँखा देख्दो भए त म दुनियाँ गइकन चोद्दो थिएँ त बाबु पनि कस्ता कुद्दा यार अनि एकले आफै खोज्ने हो क्या केटी भन्ने मैले खोजेर हुन्छ एकले खोजेर अनि तम्म धर्म हो त केटी खोजिदिने बिहा दिने तम्म त धर्म हो त त्यही आमा 2 वर्ष अगाडि मरि म आफै खोज्दै थिएँ त मैले भेटाएको थिएँ केटी
आफै जोइ ल्याउँथे तमी पनि बोकाइ त बोकायो भन्दा अब क्या दादा बाबा यस्तै छ बाउ मुनमुन एउटा काने एउटा आँखा नदेख्ने अन्धो कस्ता जन्म गयो भन्दा मैले बिमतलाई दिया भाइ जन्मदेखि आमाले हो तेरि आमा भन्नु हात माथि गर क्या अहिले भगवान्का हातमा छि बाउ राम्रै होला अहिले एक बेला छोडिदियो अब मुनमुन बिहार ल्याउन एक बोतल बिहार ल ल्याउ ल खा तँलाई देख्दैन मात्रै हो काहीँ छ बाउ ऐँठी छ ऐँठी छ पहिला पहिला रोप एकचोटि भएको रोप त राम्रा त हेर त ल ल ल हातैमै काटिदिन्छु म ल त के अरे खाना एकचोटि रोप धन्यवाद बाउ धन्यवाद आज भिडियोको दिन भएर हो खा मोज गर अरू त्यस्तै हो अब चोरी गर्ने पनि नराम्रो बानी रहेछ बाउ पहिल्यै थाहा भयो तैँले त्यो जब अस्ति हामीले चोरी गर्न त्यो भित्त पुलाका ती कागजका डल्ला भेट्यो भाउ त्यसपछि चोरीको धन राम्रो हुन्न सोच्यो के भाउ थाहा भइकाउने किन चोरी थियो त राम्रो चोर्ने यही गर्न भन्न छु म एउटा मेन त अलिअलि आँखा देख्छु चाहिँ रे अलिअलि इज्जत थियो बाउ गाउँमा लखडी फाले बाउ अस्ति यही कहाँनिर यही छ नि यहीका दिमाग छन् नि भन्छु यसका एक छाती छ के बाउ एउटा डन छ बाउ त्यो डनले त्यो कट्टु च्याट्या गर्न लाउँदो त्यो त्यो त्यसले सिकायो बाउ सबै चोर्नुपर्छ भनेर बाउ सुन्नु चाहिँ सुनि कि बाउ छोडिदिउँ बाउ ए सुन्दैन कुरै बोल्दैन बाउ छोडिदियो बुझ्दैन यो म आँखा नदेख्ने भयो नि बाउ भन्नु सब सुन्नु चाहिँ त भोलिदेखि अब बाउ म चोर्दैन कहिले पनि चोर्नु नराम्रो कुरो बतुन अरूले चोरेको म खान्छु बाउ म चोर्दैन बाउ अब क्या हार्ने भनेर चाहिँ बाउ अब हामी 3 बाउ छोरा यो काने र खाने भइगयो छोड्यो भाइ भन्नु भोलि बिहान बाउ मजाले एउटा बारी खनाउँ बाउ बारी खनाउँ राम्ररी फसल लगाऊँ राम्रो बनाऊँ यही मेरो चाहना छ बाउ त देख्दै नै करी खन्ने भाउ बाउ म अन्दाज कानबाट हेरिकन के बोले भाइ तेरा चारा खा जुङ्गी गयो यता गयो त छैन त भाइ छैन तेरा चारा खा बाउ चाया यो चारै रहेछ यी दुईटा रहेछ नि यार बाउ चाया झर्दो त नगर न बाउ यस्तो यार चाया कुरो गरे फेरि चाया त फाल्लै हो क्या नुहा हुने आउँछ नि भन्दै नि देख्दै नि एउटा त नुहाइदिनु नै क्या पानीको खडेरी रहेछ बाउ लट्ठी कहाँ छ बाउ लट्ठी कहाँ छ लट्ठी कहाँ राखी तैँले बाउ अब रात पनि छिपिको छप्किसक्यो देख्दैन म बाहिर पनि आफ्नो यो साइडमा राख्यो छप्किएको होला आफ्नो बियर साइडमा अब आफ्नो कोठातिर जाउँ बाउ त्यही जाउँ मजाले बाउ छोरा सुतौँ भोलि बिहान उठाउँ त सुने अहिलेसम्म केही कुरो बाउ यो त गर्ने मात्रै हो बाउ तँ खाना पहिला खाता यो खाता तँ पनि खान त्यो यो के भन्छ यसलाई यही हो त्यो अर्ना हुने देखिका तैँले भ्याइलाई म पनि भ्याएँ बाउ योले यो कानले भ्याएन के अब बाउ हामी यो कानै सुन्दैन बाउ अब उठौँ जामी म गर्न समय त बाउ साइडमा राख्न पहिला तिमी रोइ बाबु एकैछिन रोकै बाउ अब उठौँ बाउ धेरै रात भइगयो उठौँ बाउ म गर्न समय बाउ म थाङमा भन्नु सम्म बसिकन जाऊ के बाउ यार बाउ अनि दाइला उठाउन नि उठा बाउ समातन बाउ छोटो बाउमा बसिकन जान्छु बाउ तँ गर्न मा त हुने मान्दैन नि उठ हिँडिकन जाऊ के बाउ हिँडिकन जाऊ बाउ भाइले उठाउन दाइलाई म गर्न उठ्दै गयो जिरो हाटो यार निकै बाहिर लाग्यो बाउ उठ्यो है तँ पनि त्यति भयो कि नभए आउने अन्तिकन धेरै खायो कि अहिले
बोतलको पानीले आगाजनकै सानीले मेरो घाँटी बुझेको म दबाईमा हटिकन हान्नु यहाँ ल छोरा सुत्ने बेला आइसक्यो भाउ म कहाँ छु भाउ भाउ रामा सुत्छ कहाँ सुत्छ त खानु बाउ नकर बाउ क्या हुन्छ त खानी हल्न सुप्पा सुत बाउ बाउ हुन्छ भोलि बिहान खेत खनाउ है बाउ जाउँ न के सिन्दा अरे खनिदिँदो मको त बाउ बैराग लाग्यो बाउ खुट्टा त राम्रो खान यो आँखा देख्दैन रहने घाटै छ यार एउटा यस्तै छ बिहान पनि 7-8 बन्द लागिसकेछ ओइ केटा तेरिका ओइ खाना गुन्नेहरू छिटो उठो उठ यो फेरि फटा उठ छिटो ससमा कहाँ राखेको छु हुने हो यहाँ चल छिटो उठ है छिटो खाना साना बनाउनु पर्यो त उठ छिटो खाटो यो त देख्दैन उठ तपाईँ नि मर्निङ वाक जानुपर्छ उठ बाउले धेरै खाइदिएछ उठ खाइदियो बड्डाले खाना साना पकाउनु पर्ने 8 बजी आँखै देख्दैन राममा त देख्दै नि त उठ छिटो छोरा रातभरि बास छोरालाई नखा भन्दाखेरि खुवाउने बनाउने रक्सी बाउको तरिका त्यही हो हिजो बिदा बिदा थियो त्यो मोज गर केटा छिटो छोराहरू भएर चुप लाएर खाने बस्ने म अर्जुन अनि छोरालाई त राम्रो बाटो बनाउन सिकाउने हो त हान्दियो त लाटे खाना साना पकाउने हान्दियो त खाना पकाउने खाना रक्सी बनाउन खुवाउन लगाउँछ नि यार बाउ भने त्यही हो देख्दै नै चुप लाएर खुम्बु खाने बहिनी कहाँतिर उठ खाना अब अहिले हिँड्थ्यौ मैले तिमीलाई होइन फुल भन्दाखेरि मैले उयो खन्ने तिमीहरूले यो गाडी कहीँ चिज दिएन यहाँसम्म त्यहाँ यस्तो हो यहाँ हो त्यहाँ खानु यहाँ त यहाँ हो यहाँ तल ल भने कहाँ यहाँ यता कस्ता बाउले त्यो खान्दैलाई चाहिँ खान्नमा ठान्दैन कस्तो खाने रहेछ हाल्दैन म म लडेदेखि थिएँ हामीले चोर्नु हुँदो रहेछ अब खेतीपाती गरेर आय आर्जन कमाएर बाउ त्यो बुढो बाउले पाल्नु पर्थ्यो यार त्यसको अब बड्डाको छैन नि खिच्के बुढी भन्ने ल ठिक छ खन